हेलो नमस्ते सबैजनामा सन्चै हुनुहुन्छ। हामी चाहिँ यहाँ 9 बिसे फाँटमा बगरमा घाँस काट्न आएका छौँ। म मम्मी अनि बहिनी यहाँ काट्दै हुनुहुन्छ। मम्मी बहिनीले हेलो हेलो अनि यहाँ बगर छ, सुन्दर छ एकदम। यता गाउँ छ हाम्रो 9 बिसे, यता माथि चाहिँ तोलादियो हो डाँडातिर। यो सुन्दर मौसम, पानी पर्ला जस्तो भइरहेको छ। एकदम शान्त हरियाली, धानहरू लहलहाएका छन् खेतमा। यो हाम्रो गाउँ भयो 9 बिसे। माथि जङ्गल छ, सुन्दर हरियाली, चराचुरुङ्गीहरू कराइरहेका छन्। हाम्रो यो फाँट भयो बगर। उता बडीगाड बगिरहेको छ कलकलाउँदै आवाज लिएर। यता हामी घाँस काट्दैछौँ। हामीले घाँस काटिसक्यौँ, अब भोलि नै आँटेको छ होला। मम्मीले डोकामा राख्दै हुनुहुन्छ। हामी दुई बहिनी चाहिँ यसो खोलामा किनारमा हेरेर आउँछौँ खोलालाई भनेर आएका छौँ। सुन्दर छ, पारी परुवा छ। यता पुल बनेको छ 9 बिसे फाँटमाथि, आकाशे पुल। खोला कलकल गर्दै बगिरहेको छ, हिमालबाट आएको पानी। त्यहाँ चाहिँ बडीघाट पक्की पुल बनेको छ। सुन्दर छ, एकदम मनोरम, शान्त, आनन्द, एकदम मनलाई आनन्द दिने, शीतल दिने यो वातावरणमा हामी रमाइरहेका छौँ। यो पहाड, यो हरियालीमा, होइन बहिनी? कहाँ जान्छौ र लोटौली सुस्तरी जाऊ। बहिनीलाई चाहिँ खोलामा जान मन लाग्यो रे, किनारमा जाँदैछिन्। यता धान रहल आएको छ, खोला बगिरहेको छ, यो शान्त एकदम। बहिनी उहाँ ढुङ्गामा पुगिसकिन्। आऊ आऊ लडौली सुस्तरी आऊ। यता धान रहल आएको छ। खोलाको किनारमा आइसकेपछि मलाई यो पानीले स्पर्श नगरी मनले मानेन। एकदम चिसो छ पानी। हामी दुई बहिनी पानीको नजिक गएर आइसक्यौँ। म चाहिँ त्यो ढुङ्गामा जान्छु भन्दा जाँदा जाँदै लडेँ, रुचि पनि सकेँ। अनि मम्मीले चाहिँ आऊ भनेर बोलाउनु भयो। उताबाट घाँस रेडी भइसकेछ डोकाहरूमा। आऊ बहिनी। खोलाहरू ससाइरहेको छ, हामी रमाइरहेका छौँ हाम्रो गाउँठाउँमा आफ्नै। दसैँ सकिसक्यो, अब तिहारको माहौल गाउँमा छाउँदैछ। रमझम देउसी भैलो बिस्तारै बिस्तारै आउँदैछ। मम्मी अब आएर बोलाउँदै हुनुहुन्थ्यो हामीलाई। हामी अब जाँदैछौँ मम्मीसिम। अर्ग्यानिक शब्द हो, कस्तो कस्तो भयो। खोलामा हामी अलि बेर भुलेर मम्मीले बोलाउन जानुभएको थियो उता। आउँदै हुनुहुन्छ मम्मी र बहिनी चाहिँ। हेलो, कस्तो लागिरहेछ घाँस काटेर अब घर जाँदा? रमाइलो लाग्यो, भारी पुग्यो अब। तिमीलाई नि रमाइलो लाग्छ। हामीले घाँस काटेर बहिनी र म राति पानी परिरहेको थियो, अनि खोलो बढेछ कि नै भनेर हेर्न गएको थियौँ। बढेको रहेनछ। मम्मीले चाहिँ मुठो बनाउँदै हुनुहुन्छ, बहिनीले घाँस राख्दैछिन् डोकामा। त्यो बाख्रालाई छुट्टै हो त्यो घाँस फेरि। अब हामी घर जान्छौँ। हेर्नु न, हाम्रो बगरमा त यो झार रहेछ कि एउटा फुल जस्तो, फुल पनि फुल्यो पिङ्क कलरको। छुन्यो भने निप्छ होइन, कति राम्रो देखेको। तर के भन्छ नि मम्मी यसको नाम? खोइ मलाई थाहा छैन, त्यति नै लजावती भन्छ भन्नु ल। लजावती, लजानी रहेछ कि यो ममा जस्तै, छुन्ने बित्तिकै। मम्मीले घाँसको बारी बोकिसक्नु भएको छ। अब बहिनीले मैले डोको बोक्दैछौँ। हामीले घाँस बोकिसक्यौँ, बहिनीले, मम्मीले अनि मैले। अब हामी घर जाँदैछौँ। झेदी मुसिकोट 7 र यता तोलादी मुसिकोट 3 जोड्ने बडीघाट खोलामाथि बनेको यो पक्की पुल
दुईचोटि भत्किएर तेस्रो पटक बन्दा चाहिँ हामी एकदम हर्षित छौँ। हामीले सेवा सुविधाहरू प्राप्त गरिरहेका छौँ। हामीलाई एकदम खुसी लागिरहेको छ। यहाँ चाहिँ हिजो फुलपाती सेलाउनी दसैँको भनेर जमराहरू सेलाउनु भएको रहेछ। यो मूलबाट आएको पानी सानो खोला एकदम कलकलाउँदो आनन्दित चिसो छ। हामी अब घर जाँदैछौँ। यता धानहरू लहलहाएका छन्। हाम्रो घर त्यो बाँसघारी उतापट्टि छ। हामी घर जाँदै थियौँ। यहाँ चाहिँ एउटा बुवा आराम लिँदै हुनुहुन्छ शीतल छहारीमा। यहाँ म अगाडि चाहिँ गोरुहरू लाँदै चराउन एउटा बुवा। हामी घर जाने बाटोमा श्री भगवती प्राथमिक विद्यालय पर्दछ। म नर्सरीदेखि कक्षा 3सम्म यही विद्यालयमा अध्ययन गरेकी हुँ। मम्मीहरू शीतल छहारीमा भारी बिसाइसक्नु भएको छ। भाइ बहिनीहरू साइकल लिएर आफ्नो घरतिर जाँदैछन्। यो बाल्यकाल, यो रमाइलो अनुभव गर्दैछन्। हामी घर जाने बाटैमा यो कहिले घाम नपर्ने ओसिलो ठाउँ शीतल छहारी, यो रुखहरूको माझ हुँदै हामी घर जान लागेका छौँ। आज मौसम शीतल सफा, घाम नलागेको हुँदा हामीलाई घाँस काट्दा कुनै थकान महसुस भएन। यहाँ हामी हाम्रो बारीसम्म आइपुग्यौँ। यहाँ तरकारीहरू लगाएका छौँ, सेबीहरू। यहाँदेखि हाम्रो घर देखिरहेको छ थोरै। हामी अब घर पुगिसक्यौँ र आजको मिनी ब्लग हामी यहीँ अन्त्य गर्दछौँ। धन्यवाद। सम्पूर्णलाई हेरेकोमा धेरै धेरै धन्यवाद।